जिल्लामा चाहिँ हाम्रो आदरणीय दाजु दिलराम खतिवडा ज्यूको बगानमा छौँ र यो समय चाहिँ अहिले लगभग यतापट्टि यहाँ देख्नुहुन्छ म भन्छु यो समय चाहिँ हाम्रो अब रेड किवी र गोल्डन किवी हामीले टिपिसकेका छौँ। अनि रेड किवी र गोल्डन किवी टिपिसकेपछि अब यो कार्तिकको चाहिँ आज 9-10 गते 9 गते भइसक्यो। हामी अब यो ग्रिन किवी टिप्न खोज्दैछौँ र ग्रिन किवी टिप्नको लागि चाहिँ विशेष गरी कृषकहरूले चाहिँ ध्यान दिनुपर्ने कुरा यो किवी फल छ। यो किवी फललाई चाहिँ यस्तो नङ लामो भएर होइन, भर्सक पन्जा मास्क र टोपी लगाएर यसलाई यसरी चोट नपर्ने गरी यसरी टिप्नुपर्ने हुन्छ। टिपेर चाहिँ हामीले सरक क्रेट हुँदो बक्समा राख्यौँ भनेदेखि यो बिग्रिँदैन, बजार पुगुन्जेल र 1-2 महिनासम्म नि बाहिरै कोल्ड स्टोर बाहिर पनि यसलाई राख्न सकिन्छ। यसै गरी यो पटक चाहिँ हाम्रो यो 250 ग्राम लगभग 220-30 ग्रामसम्मको एक दाना भएको छ। यहाँ हेर्नु होला, यो साइज अत्यन्तै राम्रो छ। यो जुन बोट बगान छ यो बोट चाहिँ 12-13 वर्षको भयो र यो एउटै बोटबाट हामीले विगतमा 2.5 क्विन्टलसम्म 250 केजीसम्म पनि टिपेको हो। र यहाँ अहिले पनि हामीले पहिलो लटमा मसिनो किवीहरू 50-60 केजी टिपेका छौँ। अझै पनि 50-60 केजी जति चाहिँ यो साइजको किवी छ। र यो किवी ठुलो नबनाइकन चाहिँ यो बजारमा चाहिँ यो राम्ररी बिक्री हुँदैन। यतापट्टिबाट नि यता देखाउँछ यता हामी र यसलाई हामीले सुरुदेखि नै हिउँदमा जब यसलाई विन्टर सिजनमा पुसमाघमा कटिङ गर्छौँ, कटिङ गर्दै यी फल्ने र नफल्ने हाँगाहरू छुट्याएर राम्ररी कटिङ गरेर 1.5 फिटको अन्तरमा चाहिँ यी हाँगाहरूलाई यसरी राख्न सकियो। अनि हामीले यहाँ चाहिँ करिब यो यतिको बोटलाई चाहिँ यतिको ठुलो बोटलाई चाहिँ 50 केजी जति गाई बस्तुको मल र त्यसै गरी अर्ग्यानिक मल या डिएपी पोटास युरिया हालियो 2 केजीको दरले मिलाएर भनेदेखि र अनि फुलेपछि परागसेचन भाले नजिकै भएर परागसेचन भयो भने चाहिँ यो फल एकदमै गुणस्तरको हुन्छ। यसलाई बढाउन इन्जाइमहरू पनि प्रयोग गर्न सकिन्छ। र यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ, यहाँ हेर्नु अलि ओरहर आएर यो दानाहरूलाई पनि देख्नु कति राम्ररी फलेको छ। र एउटै बोटमा पनि 3-4 क्विन्टलसम्म चाहिँ यहाँ इलाममै हामीले निकाल्न सक्छौँ। र साइजमा पनि एकदम राम्रो छ। यहाँ हेर्न देख्न सकिन्छ 150-80 ग्रामदेखि 200-250 ग्रामसम्मको चाहिँ किवीहरू छ। र एउटै बोटबाट पनि 200 केजी अथवा 100 केजी गुणस्तरको किवी फलाउन सकियो। र यो सिजनमा ठुलो किवीलाई चाहिँ बोटैबाट 150-200ले बेच्न सकिँदो रहेछ र मसिनोलाई 50-60देखि र बेमौसममा अझ यसलाई राख्ने 1-1.5 महिनापछि पनि यसको दाम बढ्दै जान्छ। र जुन विदेशबाट आयातित किवीहरू छ बजारमा हामी देख्छौँ, चाइनाबाट, न्युजिल्यान्डबाट, इटालीबाट आएको किवी भन्दा नेपालको किवी चाहिँ यहाँको हावापानी राम्रो भएको कारणले अर्ग्यानिक किसिमले उत्पादन गरिएको कारणले चाहिँ स्वादिष्ट छ। सबै उपभोक्ता कृषकहरू र हामी आफैले खाँदा पनि र हामी यसलाई प्याकेजिङ गरेर कोल्ड स्टोरमा राखेर इन्डियातिर पनि पठाउन सक्छौँ र अथवा नेपालमै पनि अहिले 200-250 को रेटमा बजारमा 300सम्म छ भने 2-3 महिना 4-5 महिना चैत वैशाखमा यही किवी 600सम्म पुग्दछ। र बोटमै पनि 2 महिना राख्न अझै सकिन्छ र कोल्ड स्टोरहरूमा पनि 2-4 महिना राख्न सकिन्छ। एउटा यति लामो ठुलो बोट कत्रो छ, यो वरिपरि हेर्नुहोस् तपाईँहरू 15 फिटको अन्तरमा लगभग छ यो बोट। र प्रत्येक हाँगामा उत्तिकै गुणस्तरको फलहरू फलेको छ। यो हाँगामा हेर्न सकिन्छ, यहाँनिर जतिको गुणस्तरको फलेको छ यसरी यो हाँगामा यसरी चारैतिर फैलाइयो भने मात्रै किवीको चाहिँ राम्ररी फल्न सक्छ। यसमा तल 6 फिट जति 5-6 फिट अग्लो बनाइयो भने हावा खेल्न सक्छ। यसरी सिँचाइको आवश्यकता हुन्छ। पानीहरू कि पुस माघदेखि वैशाख जेठसम्म पानी नपर्ने दिनुपर्ने हुन्छ। र यसलाई टिपिसकेपछि जब यो पात झर्छ, पात झरेपछि मात्रै विन्टर प्रुनिङ अनि बर्खामा पनि हामी चाहिँ यसलाई जेठ असारमा चाहिँ यहाँनिर समरमा पनि हामीले प्रुनिङ गरेर यसलाई कन्ट्रोल गर्नुपर्ने हुन्छ। र सबै कृषक दाजुभाइहरूलाई हामी के कुरा हामी 15-20 वर्षदेखि एउटा किवी कृषक, किवी उद्यमी र किवी व्यवसायीको नाताले यहाँलाई सल्लाह दिन चाहन्छौँ भने तपाईँहरूले किवी गुणस्तरको नफलाइकन व्यावसायिक हिसाबले प्रविधियुक्त किवी नबनाइकन बजार पनि भेट्न सकिँदैन। अनि 100-200-300 केजी मात्रै फलाइयो भने एउटै बोटले पनि 40-50 हजारसम्म वर्षको आम्दानी लिन सकिन्छ। र यसको प्रविधि बुझेर तपाईँको उचाइ, तपाईँको जमिनको उचाइ, तपाईँको माटो सुहाउँदो किवी लगायत फलफुल लगाउन सकिन्छ। हामीले चाहिँ यहाँ यसरी अलैँची पनि लगाएका छौँ, यतापट्टि हेर्न सक्नुहुन्छ तलबाट। र
कतै सागसब्जीहरू छ, काँक्रा फर्सीहरू, चिया बगानभित्र अलैँची बगानमा पनि किवी टी रोप्न सकिन्छ। यहाँ गोल्डेनको बोटो यो भर्खरै मात्रै हामीले गोल्डन टिप्यौँ। यही झ्याङमा, यति सानो झ्याङमा पनि करिब 40-50 केजीसम्म गोल्डन फलेको थियो यही साल। अर्को साल यसको डबल फल्न सक्छ र यसरी मिक्स बगान अथवा रेड गोल्डन पनि बनाउन सकिन्छ। र हामीसँग चाहिँ गोल्डन, रेड, ग्रिनको चाहिँ यो एलिसन मुन्टी जातको बिरुवाहरू पनि छ, ग्राफ्टिङ कलमी बिरुवाहरू। तपाईँले चाहनुभयो भने तपाईँहरूलाई सुलभ दाममा चाहिँ हामीले विगत 15 वर्षदेखि वितरण गर्दै आइरहेछौँ। अहिले पनि उपलब्ध गराउन सक्छौँ। र अरू केही किवी खेती सम्बन्धी चाहिँ नयाँ कुराहरू बुझ्नु पर्यो भने तपाईँहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो वेबसाइट एसटी किवी प्रालीको, त्यसै गरी हाम्रो फेसबुक पेजहरू, युट्युब, इन्स्टाग्राम सबैतिर र फोनमा पनि तपाईँहरूले सम्पर्क गर्न सक्नुहुन्छ। यो कुराहरू र तपाईँहरूसँग केही उपयोगी ज्ञानगुणका कुरा छन्, नयाँ प्रविधिका कुरा छन् भने हामी तपाईँहरूका सल्लाह सुझावलाई पनि लिनेछौँ। त्यो अनुसार मिलेर अगाडि बढ्न सक्छौँ। हस् त, यहाँले यो भिडियो हेरिदिनु भएको छ, लाइक कमेन्ट सेयर गरिदिनु भएको छ, नयाँ कुरा बुझ्नु भएको छ, यहाँलाई धन्यवाद। नमस्कार।